हेलो गाइस सबैजनालाई नमस्ते। आज चाहिँ एउटा सन्देशमूलक भिडियो ल्याएर आएको छु। सबैजनाले भिडियो हेरेर थाहा पाइसक्नु होला, हेरेर थाहा पाइसक्नु होला। थाहा पाउन चाहिँ त्यही पनि एकचोटि हजुरहरू पनि यदि 12 को फर्म भर्दै हुनुहुन्छ र भर्ने तत्परमा हुनुहुन्छ भने राम्रोसँग एकचोटि आफ्नो डकुमेन्ट सबै राम्रोसँग चेक गरेर भर्नु होला, नत्र मेरो बहिनीको जस्तै ज्या हुन्छ पछि गएर। आज बल्ल तल्ल बहिनीको सर्टिफिकेट सच्याएर ल्याएको। अब बाँकी एक हप्तापछि बोलाएको छ, त्यसपछि के हुन्छ अझै थाहा छैन। अब बाँकी भिडियोमा छ, भिडियोमा हेरिदिनु होला। चाहिँ हाम्रो बहिनी अहिले रुनु कि हाँस्नु भएछ, यहाँ आएन, परीक्षाबाट चाहिँ त्यहाँ छ। यो चाहिँ घोराइको। तपाईहरु पनि 12 को फर्म भर्दाखेरि राम्रोसँग सबै कुरा क्लियर बनाएर भर्नु होला, नत्र हाम्रो बहिनी जस्तै रुनु पर्छ। कस्तो बेइज्जत गर्दिन र मध्ये लुला उठा भएर बुद्धि बेलामा पुर्याउनु होला, हाम्रो बहिनी जस्तै नगर्नु होला गाइस। अहिले चाहिँ यहाँ रुङ्गी हाँस भन्ने भा हेर्नुहोस् गाइस, यस्तो हालत हुन्छ अहिले। त्यो परीक्षा बोर्डमा आएर हामीहरू यस्तरी युट्युबमा त यस्तै 13 मा कि 18 मा कि बनाउ हुन्छ क्या, एडिट गर्दाखेरि गाह्रो हुन्छ। हो र अभी मजा आएगा ना। ठीक छ गाइस, अब तपाईहरु पनि राम्रोसँग विचार गर्नु होला गाइस। के गर्नु छ यहाँ बहिनी, भर्खर कागज जाँद यहाँ मिलाउँदैछ बहिनीले। यहाँ हेर्नु, त्यस्ता छन् हाम्रो बहिनी चेलीहरू। हेर्नु गाइस, अझ भित्र गएर के हुने हो गाइस। अनि अब एकछिन पछि अर्को इन्फर्मेसन ल्याएर आउँछु हजुर सामु, हेर्दै गर्नु होला। भिडियो बनाउन लाग्नु भएको छ यस्तो। अहिले त काम भयो भने बस्ने खुसी, एक हप्तापछि बोलाउँछ। अब के हुने हो गाइस, अब बाँकी कुरा चाहिँ भन्दै गरौँला। एक हप्ताबाट आउँछ यहाँ बहिनीको होइन गाइस। अब आज धौका भाउ छ, अझ एक हप्तापछि रिजल्ट आउँछ। के हुन्छ थाहा छैन। के बोले भाइ? अब के बोले के छ थाहा? हेलो म्याडम, बहिनी केही भन्नु छ? अब अन्तिममा केही सजेसन दिनु छ? सिप यता हेर्नु न, भन्नु न एकचोटि कस्तो लाग्यो अनि हजुरलाई घोराइ? तुलसीपुर भन्दा त सबै आउँछ यहाँ। तल हाम्रो रुमतिर जाउँ न, झन् कस्तो छ कस्तो। घर जाने मनै लाग्दैन। ल गाइस, तपाईहरु पनि राम्रोसँग सचेत रहनु होला। अब देखिसक्नु होला मेरो बहिनीको जस्तो हालत आफ्नो नबनाउनु होला।